गुड मर्निङ एभ्रिवान। यहाँहरू सम्पूर्ण स्वागत छ मेरो भिडियोमा। अनि आरामको पनि कामना गर्दछु। आज चाहिँ हाम्रोतिर एकदमै धेरै जाडो छ। अनि आज एकादशी पनि हो नि त। अनि म चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेँ। अनि जाडोले नुहाउन पनि सकेको थिइनँ क्या, 3-4 दिन भएको थियो ननुहाएको पनि। घाँटी दुखेदेखि चाहिँ नुहाएको थिइनँ क्या मैले। अनि त्यो भएर आज चाहिँ मैले पुरा पानी तताएर नुहाइधुवाइ सकेँ। अनि चिया पनि खाइसक्यौँ। यस्तो धेरै जाडो छ, पुरा हावा चलेर हेर्नु न। यस्तो चाहिँ हाम्रोतिरको बोट बिरुवाहरू पुरा शीत परिरहेको छ, पुरा पानी परे जस्तै चिसो शीत। त्यहाँ चाहिँ हाम्रो आलुबारी हो। आलुबारीमा चाहिँ हिजो मैले दबाई पनि हालेँ। आज चाहिँ एकदमै धेरै जाडो छ। हिजोदेखि चाहिँ धेरै नै जाडो भइसक्यो। मेरो छोरा चाहिँ बिहानै उठेर गेम खेलिरहेछ पुरा। यो चाहिँ खड्का बा हो, खड्का बाको दाँत फुस्किसक्यो। खड्का खै हिँडेर त तिम्रो दाँत फुस्केको हल्लिएर कि लडेर? अस्ति र बाल्कनीमा मात्रै अस्ति हामी त्यहाँको बाल्कनी उता क्यान्टिनमा बस्थ्यौँ नि, अनि उतै दाँत फुस्केको क्या बाल्टिङमा लडेर? हेर्नु न, मेरो छोराको लागि चाहिँ मैले बिहानै उठेर गिलो रोटी बनाइदिन लाग्दैछु नि त। यो चाहिँ जहिले जहिले झगडा गर्छ क्या उठेर नि। रोटी चाहिँ गिलो रोटी चाहिँ पातलो गरेर हाल्नु, मलाई आउँदैन क्या। ए बल्ल आयो, किनकि यस्तो हुने रहेछ। यसलाई चाहिँ पिठो अलिकति पातलो गरेर चाहिँ गर्नुपर्ने रहेछ। मेरो बुढो चाहिँ जहिले रिसाउनुहुन्छ क्या, खालि बाक्लो रोटी हाल्छु, अलिकति गिलो रोटी हाल्न आउँदैन, के अरे पातलो हाल्न आउँदैन भन्नुहुन्छ। तर आज बल्ल मलाई याद भयो, यो चाहिँ फेरि अहिले फर्किने हो कि होइन, त्यता चाहिँ मलाई टेन्सन छ। फेरि अझ त यत्रो धेरै बाक्लो लुगा लाउँदा पनि जाडो भयो हो। म फेरि भित्रबाट अर्को इनर लाउँछु, जाडो धेरै भयो। भित्रबाट थर्मोकोट लाउँछु ल म। लास्टै जाडो भयो कि लास्टै जाडो भयो। ल लुगामाथि लुगा यति धेरै खाएको नि मैले। यो लगाएँ भित्रबाट मैले तातो होइन, तर पनि यसकै सेड छ। यति राम्रो लुगा लाएर बसेको छु नि त। अनि मम्मीले चाहिँ मलाई खोलिदिए, छिटो खोलिदिइहाल, सेल आउँछ भन्नुहुँदैछ क्या। हेर्नु न, यो लुगा देख्दाखेरि मलाई कामै गर्न मन लागेको छैन। यो तरुल हेर्नु न, यत्रो तरुल देख्नुभएको छ, यत्रो छक्क पर्ने गरेको तरुल छ क्या, यत्रो मेरै जिउ जत्रै छ। यो चाहिँ पिँडालु है, यो पिँडालु खानालाई चाहिँ कस्तो छ, मिठै होला। तर यो के हो, यो कस्तो छ, मलको हो, यो आफ्नै बारीको हो। तरुल पिँडालु अस्ति ठुलो मम्मी जानुभएको थियो नि त। अनि त्यो भयो, त्यो उहाँ मेरो छोरो चाहिँ टोपी नलाइकन हिँडेछ क्या। आज यस्तो धेरै चिसो छ, भगवान्। घरबाट बाहिरै निस्किन नपरे पनि हुन्थ्यो, यस्तो चिसो छ नि त। अनि मेरो छोरो चाहिँ टाप दिएछ क्या यो टोपी नलाइकन। अनि यसलाई चाहिँ म टोपी लिएर जाँदैछु क्या। हाम्रो आजको मौसम हेर्नु न, यस्तो जाडो छ, भगवान् यस्तो छ। दिउँसो पनि घामै लाग्दैन। मैले त्यो तोरी धोएर सुकाएको 3 दिन 4 दिन भइसक्यो आज। तोरी त्यही उम्रिन्छ होला। कता हो यो? गेट पनि एक्स्ट्रा छ भाइ। टोपी कस्तो फालेको हाम्रोले त। यसले त नि टोपी लाएन भने नि ब्यागमा गोजीमा हालेर ल्याउँछ पछाडि। दुईटा हिरोहरू सब यहाँ बडार कुडार गर्दैछ। यस्तो छ बडार कुडार गर्ने यिनीहरूको। ए एउटा मात्रै हो र, दुइटैले पो भ्याउँदो रहेछ त। खोले पनि पाकिसक्यो। यता चाहिँ ग्वाली तपाईँहरूको, यता चाहिँ ग्वाली। कताबाट छिर? ए उता चाहिँ खोर रहेछ नि त। यहाँ चाहिँ थोरै ढलाइ गर्ने बेला भएछ। म चाहिँ छोरोलाई टोपी लगाइदिएर फर्केँ क्या। आज छुट्टी छ, आमा मान्दैन नि त। केटाकेटी खेलिरहन्छ। हजुर बाई।
हाम्रो घरको अगाडितिर चाहिँ यस्तो खालको खोलाहरू छ, साना साना खोलाहरू। यहाँनिर माछा यति धेरै छ नि, राति कस्तो माछा टिलिक टिलिक टल्किरहेको देखिन्छ क्या यहाँनिर चाहिँ। एकदमै धेरै माछा भएको ठाउँ छ यहाँनिर चाहिँ। मैले अस्ति घाँस काटेँ, सबैजनाले गाईबस्तु ठोकिदिएर केही राखिदिन छन् हौ। घाँस काट्न पर्ने छ, यति भयो भने बाख्रालाई निस्किन्छ अलिकति घाम लागेपछि। पुरा दिन त यस्तो भइरहेको, शीत झरेर। यो चाहिँ हाम्रो पराली चाहिँ अस्तिको दिन ल्याइदिनु भएछ बिमल दाइले। हामी विराटनगर गएको दिन घाँस चाहिँ हिजो काटिरहेको छ अलिकति। मैले चाहिँ यो अलिकति भयो चामल भनेर चाहिँ म यो बोतलमा हालेर राख्छु क्या। बोतलमा हाल्दा चाहिँ किरा लाग्दैन हतपत। चाहिँदा निकालेर केलायो अनि खायो, कस्तो मजा। अलि मसिनो बनाइदिनु भएछ सुरेश दाइले। पहिले त मन पर्दैन थियो यो मकैको चामल। अहिले चाहिँ मान्छेले किनी खोजी खानुहुन्छ नि त। कतिपल्ट चाहिँ डिपार्टमेन्टबाट पुरा किनेर खान्छन्। हामीलाई चाहिँ हाम्रै घरमा छ अर्ग्यानिक। अब यसमा चाहिँ अझै केलाउन छ, अनि केलाएर यो भरि बनाएर, यो भरि भन्दा पनि धेरै हुन्छ होला अझै। यो भरि बनाएर राख्ने हो अनि व्रत लिँदा खाने हो, अनि खान मन लागेको बेला खाने हो क्या। यो भन्ने चिज चाहिँ त्यस्तो। हेर्नु न यस्तो जाडोमा नि कति जाँगर चलेको यो प्याक बनाएर लाउनलाई। यस्तो चिसो छ र पनि मलाई पुरा जाँगर चलेको छ क्या। प्याक लगाएको कस्तो फेस पोले जस्तो चिला जस्तो फिल भइरहेछ। यो विन्टर सिजनमा चाहिँ एकदमै धेरै ड्राई हुन्छ नि त मेरो फेस। अनि त्यही भएर म चाहिँ क्लिजिङहरू चाहिँ प्रायः गरिरहन्छु। अनि क्लिजिङहरू गरिरहन्छु अनि प्याक चाहिँ कहिले काहीँ बनाएर लाउँछु क्या। मैले चाहिँ खाना पस्किसकेको छु। यस्तो सफा गोल्ड कलरको देखिएको छ। अनि यहाँ चाहिँ मैले सागको रस बनाएको छु, देख्न सक्नुहुन्छ। खाना छोराले पनि माम खाएको छैन। छोराको लागि चाहिँ मैले अर्कै माम पकाएको छु त्यो छोरालाई। अनि कुरबिरालाई चाहिँ अर्कै मामले रेडी गरेको छु। अब चाहिँ मैले सुरु गरेँ ल। नुन पनि ठिक्क भएको छ। दहीमै हुँदा चाहिँ अझ मिठो हुन्छ। दहीमै यो जाडोभरि चाहिँ नखाने भनेर क्या, चिसो। मिठो भयो। हाम्रो गाउँकाहरू हेर्नु न, जाडोमा पनि यस्तरी घाँस खोज्न हिँड्छन् क्या। यस्तरी लस्करै घाँस खोज्न हिँड्छन्। अब चाहिँ हाम्रो चिया खाने बेला भयो। आजलाई चाहिँ मेरो भिडियो यति नै साथीहरू। अनि फेरि पनि हजुरहरूसँग अर्को भिडियोमा पक्कै पनि भेट्नेछु। हस् त बाई।